मौसममा आइपुगिसक्यौँ हजुरले ब्याकग्राउन्ड हेरेर पनि थाहा पाइसक्नु भयो है करिसा चाहिँ अस्ति नैदेखि आउनुपर्छ जानुपर्छ भनेर भन्दै फाइनली करिसा चाहिँ आइपुगिसक्यौँ करिसाले बोलेपछि पुरा गर्ने मान्छे हो जान्छु भनेपछि म आइहाल्ने मान्छे हो क्या करिसा चाहिँ फाइनली आइसक्यौँ है तर धेरै रमाइलो छ कि मैले सुनेको देखेको भन्दा पनि एकदमै राम्रो रमाइलो लाग्यो रमाइलो पिसफुल वातावरण अब यस्तो गुम्बा मन्दिरतिर आइसकेपछि मलाई त्यतिकै मनभित्रैदेखि एकदम शान्त फिल गर्छु कि म आफूले मैले त्यही भएर पनि म आउन खोजेको हो नि त अनि मेरो साथीले पनि भन्नुहुन्थ्यो यतातिरको मेरो साथीहरू पनि धेरै हुनुहुन्छ नि त अनि प्लस त्यसमा मेरो जिग्री दोस्ती साथी भनेको चाहिँ राजन तामाङजी हुनुहुन्छ थ्याङ्क यू साथी मलाई अब भन्नुहुन्थ्यो नि त मेरो साथीले त यति राम्रो ठाउँ छ हाम्रो ठाउँमा यसरी आउनुहोस् भनेर उहाँले चाहिँ मलाई सजेस्ट गर्नुभएको थियो तर फाइनली म आइपुग्यौँ आज करिसा हजुरको गाउँमा आइसक्यो भिडियो पनि बनायौँ हेर्नु साथी यहाँ है बोल्न चाहिँ आउँदैन नि फेरि मलाई आइसक्यौँ साथी हजुरले भन्नुभएको भन्दा पनि मैले टिकटक भिडियोमा देखेको भन्दा पनि म आइसकेर म आफैले रियलाइज फिल गरेँ कि है एकदमै राम्रो होइन पिसफुल वातावरण एकदम हरियाली तर मौसम खुलेको भए त ब्याकग्राउन्ड सिन हिमाल सबै पनि देखिन्थ्यो होला तर आज खासै मौसम खुले छैन मौसम नखुले पनि त्यो मौसम नखुल्नेलाई एक ठाउँमा राखेर करिसा चाहिँ यहाँ भएको पिसफुल वातावरणमा एकदम इन्जोय गर्दैछौँ करिसा चाहिँ आइसक्यौँ त्यही हो साथीहरू बोल्यो भने मलाई बोल्नै आउँदैन कि फेरि बोल्न आउँदैन करिसा चाहिँ आइसक्यौँ है करिसा जस्तै हजुरहरू पनि आउन सक्नुहुन्छ बाटो एकदमै राम्रो छ बाटो एकदम राम्रो छ अफ रोडिङहरूको लागि चाहिँ एकदम वान अफ द बेस्ट छ तर हाइवेमा कुदाउनेहरूलाई चाहिँ अलिकति गाह्रै पर्छ मेरो भाइ पनि रुयो अघि एकचोटि है भाइ भन्नु न तर यहाँ आउने बेलामा चाहिँ यहाँको लागि चाहिँ म के सजेस्ट गर्छु भनेदेखि है यहाँको के भन्छ अफरोडको लागि चाहिँ अफरोडिङ भनेर त के भन्छ 220 बाइकलाई चिनिन्छ नि त होइन हो 220 बाइक चाहिँ यहाँको लागि चाहिँ एकदमै बेस्ट छ है बाइक लिएर आउनु 220 तर एकदमै राम्रो छ ल यतातिर पनि देखाउ त भाइ थ्याङ्क यू साथी तपाईँको गाउँमा करिसा आइसक्यौँ हेर्नु यहाँ कति रमाइलो छ करिसा त यहाँ आमा म त स्वर्ग पुगे जस्तो फिल भइरहेको छु म खै देखेको त भाइको नाच्नु पनि एकचोटि गुम्बामा त नाच्नु हुँदैन हेर्नुहोस् यही हो साथी ल सबै अब यति हो अब धेरै कुरा त के गर्नु है हजुरहरू पनि आउनुहोस् है छिटोभन्दा छिटो आजभोलि मौसम एकदम क्लियर हुने टाइम एकदम आजभोलि त घुम्ने टाइम हो नि त सिजन है त्यही भएर यो टाइममा आउनु भयो भने त तपाईँहरूले वातावरण एकदमै हरियाली त्यसमा हरियाली वातावरणको साथमा पनि